आज मिति 2082 साल वैशाख महिनाको 19 गते शुक्रबार, इस्वी सम्मत 2 मे। सुरु गरौँ आजको राशिफल। राशिफलकै क्रममा सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने श्रोताहरूको लागि दिन सामान्य राम्रो रहने देखिन्छ। राजनीतिक, सामाजिक, व्यापारिक क्षेत्रमा यथावत नै रहे तापनि वैदेशिक क्षेत्रमा भने धेरै राम्रो नतिजा मिल्ने योग देखिन्छ। आज वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ वा परीक्षा दिने सोचमा हुनुहुन्छ भने आजको दिन राम्रो देखिन्छ। आज आम्दानी बढेर जानेछ भने खर्च पनि घट्नेछ। पढाइ लेखाइमा पनि भने जस्तो नतिजा हात पार्न सकिने दिन आज रहेको छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ वृष राशि। वृष राशि हुने श्रोताहरूको लागि दिन राम्रो रहेको छ। बोल्दा पनि ख्याल गर्नुपर्ने हुन सक्नेछ। शत्रुहरू पराजय भएर जानेछन् भने सबै क्षेत्रमा काम गर्दा आज राम्रै दिन देखिन्छ। व्यापार व्यवसायमा पनि भने जस्तो नतिजा हात लाग्न सक्नेछ। आज छोटो तथा रमाइलो दूरीको यात्रा तय हुन पनि सक्नेछ। परिवारमा मेलमिलाप बढेर जाने दिन आज देखिन्छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने श्रोताहरूको लागि दिन सामान्य राम्रो रहेको छ। प्रतिस्पर्धीहरू निस्तेज हुनेछन् भने आफ्नो प्रभाव बढेर जानेछ। राजनीतिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहे तापनि शिक्षाको क्षेत्र धेरै राम्रो भएर जानेछ। मान सम्मान पाउने योग देखिन्छ भने स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्नेछ, ध्यान पुर्याउनुहोला। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशि हुने श्रोताहरूको लागि दिन सामान्य राम्रो रहेको छ। धार्मिक क्षेत्रमा मन जानेछ भने सुरु गरेका सबै कामहरू सफलता मिल्नेछन्। मान सम्मान बढेर जाने योग आज देखिन्छ। रोग लागेको छ भने पनि आज घटेर जाने दिन देखिन्छ। शैक्षिक क्षेत्रमा भने दिन सामान्य मात्र रहेको छ। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी राशिफलकै क्रममा पाँचौं राशि रहेको छ सिंह राशि। सिंह राशि हुने श्रोताहरूको लागि दाम्पत्य जीवन सुखमय रहनेछ। राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा नै यथावत नै रहने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढेर जाने दिन आज रहेको छ। पठन पाठनमा भने आलस्य बढेर जानेछ। सामाजिक क्षेत्रमा मान सम्मान पाउने योग रहेको छ। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कन्या राशि। कन्या राशि हुने श्रोताहरूको लागि दिन सामान्य राम्रो रहनेछ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरू निस्तेज भएर जानेछन्। पठन पाठनमा रुचि बढ्नेछ भने प्रेममा सफलता मिल्नेछ। आत्मबल बढेर जाने दिन आज रहेको छ। आज पूर्वतिरको यात्रा गर्दा विशेष ध्यान दिनुहोला। चोटपटकको भय बढ्न सक्नेछ। आजको दिनमा यात्रा नगरेकै उचित हुनेछ। दिन सामान्य राम्रो रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ तुला राशि। तुला राशि हुने श्रोताहरूको लागि आर्थिक, सामाजिक, राजनीतिक क्षेत्र सबल भएर जानेछ। पठन पाठनमा रुचि बढेर जाने दिन पनि आज देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। अरूलाई पछि पार्दै अब्बल नतिजा हात पार्न सकिनेछ। पारिवारिक सम्बन्धमा जपडा हुने देखिए पनि धार्मिक क्षेत्रमा मन जानाले मन प्रसन्न नै रहनेछ। आज दिन त्यति राम्रो नरहेकोले सोच विचारले अघि बढ्नुहोला।
त्यसै गरी अर्को राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने श्रोताहरूको लागि बोलीका कारण साथीभाइ घटेर जानेछन्। बोल्दा विशेष ध्यान पुर्याउनुहोला। शत्रुहरू बढ्ने दिन आज रहेको छ। खुट्टा तान्ने मान्छेहरूको आङखडा बढेर जानेछ। परिवारमा पनि झै झगडा आइपर्न सक्नेछ। आज स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ। आज शैक्षिक क्षेत्रमा भने सामान्य नतिजा ठिकै हुनेछ। दिन नराम्रो रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुने श्रोताहरूको लागि आफूले गरेको कामबाट सन्तोष मिल्नेछ। राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र सबल बनेर जानेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। अरूले आफूलाई पछि पार्न सक्ने दिन आज देखिन्छ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ भने प्रेममा भने धोका पाइनेछ। आज कसैलाई पनि गोपनीयतामा ध्यान दिनुहोला। कसैलाई पनि मनको कुरा भन्नु अघि धेरै खेप सोच्नुपर्ने हुन सक्नेछ। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने श्रोताहरूको लागि बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत नै रहनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल हात पार्न सकिनेछ। आज खुसीको समाचार सुन्न पाइनेछ। खुसीको समाचारले गर्दा मन प्रसन्न पनि रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि प्राप्त हुनेछ। आज दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि हुने श्रोताहरूको लागि दिन सामान्य राम्रो रहेको छ। बोलीमा मिठास आउनेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। अरूलाई पछि पार्दै आफू अप्पल दर्जामा पुग्न सकिनेछ। स्वास्थ्यमा भने सामान्य समस्याहरू देखा पर्न सक्ने हुनाले खानपानमा विशेष ध्यान पुर्याउनुहोला। आज आफन्तजनसँग भेटघाट हुनाले मन प्रसन्न रहनेछ। दिन सामान्य रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी राशिफलकै क्रममा सबैभन्दा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुने श्रोताहरूको लागि आज प्रशंसा गर्ने व्यक्तित्वहरू थपिएर जानेछन्, जसको कारण खुसीहरू बढेर जाने दिन देखिन्छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ भने आज वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ भने दिन राम्रो रहेको छ। प्रेममा भने सङ्घर्ष गर्नुपर्ने हुन सक्नेछ। बोलीमा पनि मिठासपन बढेर जानेछ। बोलीको मिठासपनले परिवारमा मेलमिलाप बढेर जाने हुनाले मन पनि प्रसन्न रहनेछ। आज छोटो तथा रमाइलो दूरीको यात्राको तय हुन पनि सक्ने दिन देखिन्छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। यी त थिए यहाँहरूको आजको राशिफल। राशिफलले जे जस्तो फल बताए तापनि यहाँहरूको दिन शुभ बितोस्। हवस् त, धन्यवाद।